स्वास्थ्य मन्त्रीज्यूले यो कुराले बाहिर थापाउँदै पनि विभागीय प्रमुखको चाहिँ कुरा सुनेर हामी एउटा व्यवस्था गर्नुभयो भने यसको असर देशव्यापी रूपमा हुन्छ। हामीलाई कुनै दलसँग नजोड्नुहोस्, कुनै उसँग चाहिँ समूहसँग नजोड्नु होला। हामी कसैसँग हामीलाई मतलब छैन। हामी आफ्नो सम्पूर्ण रूपमा स्वतन्त्र रूपमा व्यापार गरेर खानको लागि आवश्यक पर्ने कानुनलाई अध्यादेश मार्फत अहिले तत्काललाई सहज गरेर भोलि सांसद आइसकेपछि संसदबाट त्यसलाई चाहिँ कानुनमा फेरि परिवर्तन गरियोस् भन्ने कुरा मात्र हामीहरूको हो। र आज जुन यो चाहिँ हाम्रो गृहमन्त्रीज्यूको आदेश होला सायद अथवा डिजीको माग होला, योबाट चाहिँ के अरे जिल्ला सिडिओ कार्यालयले चाहिँ यहाँ चाहिँ हामीलाई भित्र पस्न नदिने, शान्तिपूर्ण धर्ना गर्न नदिने। यति समय कि हजुर म बाथरुम जान्छु, वासरुम जान्छु, म पिसाब फेर्न जानु भित्र एकजना जान लाग्दाखेरि पिसाबले चेत त यहाँ पिसाब फेर्न पाउँदैनस् भनेर मलाई यो देशको दोस्रो दर्जाको नागरिक बनाइयो। त्यही डिएसपी छ, ती इन्सपेक्टर छन्, ती हाम्रो सुरक्षाको लागि बस्या भन्नुहुन्छ हजुरहरू। यदि हामीले पिसाब फेर्न जानलाई त्यहाँ निकायमा त्यहाँ बाहिर तल शौचालयसम्म म जान पाउँदिनँ भने म यो देशको नागरिक भएर छाती किन फुलाउने? अनि यो व्यवसायमा चाहिँ हामी हरेक जनतालाई चाहिँ सेवा गर्दै नाफा नगरिकन चाहिँ सेवामूलक संस्था हो हामीले चलाउने भनेको हेर्नुहोस्। अनि त्यसका व्यवसायीहरूलाई यस्तो व्यवहार गरेपछि यो राज्य चाहिँ हामीले के अपेक्षा राख्ने? र अहिले भर्खर आन्दोलनबाट चाहिँ आउनुभएका जो पदाधिकारीहरू हुनुहुन्छ, स्वास्थ्य मन्त्री सुशीला कार्कीजी हुनुहुन्छ, गृहमन्त्री हाम्रो ओम प्रकाश अरियाल हुनुहुन्छ, स्वास्थ्य मन्त्री सुधा शर्मा हुनुहुन्छ। उहाँ त हामी पहिला सहकर्मी पनि थियौँ कुनै बेलामा हेर्नुहोस् है। भनेदेखि उहाँहरूले समेत यस्ता व्यवस्था गर्दा हिजो त उहाँ त रोड लेभलमै हुनुहुन्थ्यो त, हामीसँगै हाम्रै आँगनमा हामीसँगै हेर्नु हिँड्नुभयो होइन र?